हेलो गाइज, सबैलाई थाहा छँदैछ हिमालयन ब्याङ्कको एप्लिकेसन नचलेर मान्छेलाई धेरै नै तनाव परिरहेको छ। यसको मुख्य कारण भनेको चाहिँ तपाईँहरूको खाता नम्बर चाहिँ पुरानो चाहिँ चेन्ज भएर नयाँ भएको छ। त्यो थाहा पाउनको लागि चाहिँ तपाईँले एकचोटि गुगल क्रोम या कुनै पनि वेब ब्राउजरमा गएर हिमालयन ब्याङ्कको अफिसियल वेबसाइट himalanbank.com मा जानुहोस् र त्यहाँ जाँदा बित्तिकै तपाईँहरूले देख्न सक्नुहुनेछ त्यहाँनिर एउटा न्यू एकाउन्ट भनेर एउटा सेक्सन खुलेको छ। तपाईँहरूले सरी, यहाँ मेरो अहिले देखाउँदाखेरि किन जुम हुन अलिक गाह्रो गर्यो। जस्तो यो माथिको सेक्सनमा देख्नुभयो भने यहाँ न्यू एकाउन्ट भनेर देखिएको छ। तपाईले यो न्यू एकाउन्टमा क्लिक गर्नुभयो भने यो नयाँ सिस्टममा खुल्नेछ। अनि तपाईले यसमा चाहिँ पहिला तपाईको आफ्नो पुरानो ब्याङ्क एकाउन्ट नम्बर हाल्नु होला। 14 अङ्कको पुरानो ब्याङ्क एकाउन्ट जुन छ त्यो नम्बर हाल्नु होला। त्यो हानिसकेपछि तपाईको इमेल एड्रेस या त मोबाइल कुन चाहिँमा तपाईले भेरिफिकेसन पाउन चाहनुहुन्छ त्यो सेलेक्ट गरेर सबमिट गरिदिनु होला। त्यो सबमिट गरिसकेपछि तपाईको इमेल या त मोबाइलमा एउटा भेरिफिकेसन कोड आउनेछ। त्यो कोड तपाईले यसपछिको जुन आउँछ त्यसमा हाल्नुभयो भने तपाईको नयाँ एकाउन्ट नम्बर र तपाईको फुल डिटेल ब्याङ्कको डिटेल चाहिँ सो गर्नेछ। त्यसपछि तपाईले त्यो नयाँ ब्याङ्क एकाउन्ट चाहिँ जस्तो तपाईहरुलाई मैले एकचोटि रिसेट गरिसकेको छु आफ्नो डिटेलहरु सबै गर्नको लागि। त्यो गर्दाखेरि तपाईले चाहिँ एउटा इमेल एड्रेस पाउनुहुनेछ। जस्तो हिमालयन ब्याङ्क एकाउन्टबाट चाहिँ तपाईलाई हिमालयन ब्याङ्कबाट ओटिपी कोड आउनेछ एउटा इमेलमा। त्यो गरिसकेपछि तपाईहरुले आफ्नो हिमालयन ब्याङ्क एप्समा गएर आइएमबी प्लस एप्स छ जुन अहिले त्यसमा जानुहोस् र आफूले यसमा गएर इनरोल योर एकाउन्ट गर्नुहोस्। किनकि तपाईहरुले पहिलादेखि जहाँसम्म लाग्छ मलाई कसैले पनि एक्टिभेसन कोड या त कन्फर्मेसन नम्बरहरु पाउनु भएको छैन अहिलेसम्म। जति ट्राई गर्दाखेरि पनि प्रब्लम आइरहेको छ। त्यसले गर्दाखेरि तपाईहरुले पहिला इनरोलमेन्ट गर्नुहोस्। यसमा आफ्नो डिटेल नयाँ एकाउन्ट नम्बर अनि नाम नम्बर इमेल एड्रेसहरु हालेर सबमिट गरिदिनु भयो भने तपाईलाई हिमालयन ब्याङ्कले तपाईको न्यू युजर नेम र नयाँ पासवर्ड चाहिँ प्रदान गर्नेछ। त्यो युज गरेर तपाईहरुले आफ्नो ब्याङ्किङ सेवाहरु सुचारु गर्न सक्नुहुनेछ। त्यही अपडेटको लागि मैले यो भिडियो बनाएको थिएँ। थ्यांक यू।